Welcome to my channel. आज चाहिँ चैते दसैँ चौधको सबैलाई शुभकामना। हामी चाहिँ आज तुलसी चोकको घरबाट जाने कार्यक्रम छ। म चाहिँ अब हिँड्न लाग्यो है। त्यही हो, त्यसले बाटोको अवस्था खासै देखाएन किनभने बाटो बिजोग छ। ल त गाइस, अब चाहिँ हाम्रो यात्रा चाहिँ घरदौराको हो। अस्ति नै गइएको थियो, अब आज नि नाइट क्याम्प। आज चाहिँ अस्ति चाहिँ फर्केको, आज चाहिँ उतै बस्ने प्लानमा जाँदैछु। त्यही हो, यो साउन्ड चाहिँ हावाले गर्दा चाहिँ केही पनि नबुझ्दो रहेछ अहिले तपाईँलाई। त्यही भएर पनि बाटोको यात्रा चाहिँ खासै देखाएन। यो रमाइलो हुन्छ गाइस। मेरो मनाइ पर्खिरहेको छ। यसो म 5 मिनटमा चाहिँ म मेरो साथीहरू भएको ठाउँमा पुग्छु। त्यही हो, म चाहिँ हाइवेमा आइसकेको छु। तुलसीपुर भोगाई रोड। एकातिरको प्लान चाहिँ क्यान्सल गरेर एकातिर आएको हो म चाहिँ होइन। अब त्यही हो, हावाले चाहिँ यो आवाज चाहिँ के हो केही बुझ्दो रहन्छ होइन। त्यही भएर अब माइक किन्न सकिएन। चाहिँ राति लाइफ केयर हस्पिटल मोतीपुरमा छ। सो साथीहरू सबैजना रेडी भइसकेको छन् होइन। म मात्रै बसेँ क्या हो, सबैजना गइसक्यो क्या। के हो माहौल त के हो यस्तो? फेरि लगेर राख्नु तपाईँहरूले गइसक्यो अरू खै त हो। ल जाम, गइहालौँ ढिलो हुन्छ। फर्किने आज पनि होइन होला। एउटा चाहिँ खाली राख्ने हो, गीतालाई रिसिभ गर्नु छ घरैदेखि। त्यसपछि अरू अब को गीता भन्नुभयो? गीता ओली कि रिसेसनको। अनि त्यसपछि यिनी 3 केटी चाहिँ को कसमा भयो अरे? एउटा प्राणसँग, एउटा मसँग, एउटा पङ्कजसँग नि। हो म खाली, म घरैबाट लिन्छु के छ र? होइन, म यहाँबाट खाली ल्यान्छु, तिमी एउटा बसाल। त्यसपछि म ठिक छ। सँगसँगै जानुपर्छ, न त यताउता भन्छ। पङ्कज गएन भने फेरि ल्याउनु पर्छ। घोरै चाहिँ बस्नुपर्छ। घोरैबाट सँगै जाऊँ ल। छैन के सँगसँगै जाने। यहाँबाट कतिजना भयो? सन्देश है त के भन्छ? म लग्दिनँ कि स्कुटीमा तपाईँसँग जाने। स्कुटी लग्दैन नि, स्कुटी लग्ने पुग्दैन, नपुग्ने भन्ने कुरा भएको छ कि नाटो न। स्कुटी चढ्दैन क्या माथितिर। तैँले ब्याग अलिक ठुलो ल्याइदिस्, ब्याग अलिक ठुलो ल्याइदिस्। यसो यो पावर ब्याङ्क राख्नुलाई कि पावर ब्याङ्क राख्नुलाई छ ब्याग ल्याउनु मलाई। माधुरी म्यामको डिग्गी छ त होइन? लग्नुहुन्न कि त्यसले ल्याउनुमा राखिदिन्छु। माधुरी ल्याउँछ लग्छ त स्कुटी होइन? ब्याग छ कि सरस्वतीको। नमस्ते को नमो नमो गरेर कुरा नहुनु कि म्यासेज त स्क्रिनसट त प्लिज प्रत्येक म्यासेजमा प्लिज भन्दै नमो नमो गर्दै बसिस् हो के साच्चै भ्याक्सिन लगाउन साच्चै तिमीहरुलाई चाहियो गाह्रो छैन नि के पनि यही लाउनु हो हेलो सामान हिमाल लाग्दैन कि उतै किन्ने ओटिका दिदी भ्यायो भने म आइदिउँ न। अब भ्याइन भने किन्ने चुला चाहिँ आउने हो पैसा के आको के छ जेपी सर? फोन सन छैन, केही छैन। के छैन, फोन छैन के तपाईले मलाई बिजी हुन्छ जहिले पनि हान्ने को बिजी भयो के नाटक गर्ने कहाँ नि गल्फ लगेर एकदम दामी देखाएको छ। हामी हिँड्यौँ के छिटो हामी हिँड्यौँ, हामी सबभन्दा अगाडि जाने माथि त्यो भन्नै पर्दैन। म त यहाँ जान्छ अस्ति यहाँ घुडामा लागेको छ हजुर। ल अब चाहिँ हाम्रो यात्रा चाहिँ यहाँबाट
अस्ति यस्तो गरेर सट्टा पाइदियो अब के गर्छ कि अब हामीहरू माथि पुग्छौँ कहाँ आउनुभयो हो त्यहीदेखि माथि त्यो पिपलको बोर्ड छ नि भित्र छ नि त्यही बाटोबाटै आउनुहोस् हो ट्याक्क भित्रतिर हो ल अब त यो बनिहाल्छ नि यहाँ पानी नै क्या स्कुल त्यही भएर होला बाटोको अब त्यस्तो छ त्यो जेपी झर्या देखेन त्यसले जेपी झर्रा थियो त त्यही हो स्कुलको मेरो समस्या त्यही छ नि बाटो घाउ त्यस्तो छ यार म चाहिँ अस्ति फेरि यस्तोमा पल्टेन कि कस्तो सजिलो बाटोमा पल्टेन स्कुटी आयो स्कुटी आयो कि नै आयो नि होइन कस्तो पसिना आयो क्या हातमा त्यो समस्या छैन हो र अब आइन्छ अब अप्ठ्यारो छैन बाटो त्यही चल्छ मात्रै हो हामी बाटो यस्तो छ केही मतलब त्यो स्पेसल के हो खासमा म यही जान्न खोजिरहेको छु अब यही आफूले स्पेसल गराउनु पर्ने हो खासमा होइन जान्छ होला टोली सबै त होइन होला यो घाँस काट्ने हिँडिरहँदैन यही गर्दा दाताले ब्ल्याक छ कसको व्हाइट चेहरा है
तिम्रो मुस्कानैमा लजालु त्यो हेराइमा मन मेरो उड्यो है कहाँ कहाँ ए कान्छिया है